नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्र पढ्यौ त? पढे नि। अहिलेको आर्थिक मोडेलले हाम्रा समस्या समाधान गर्न नसक्ने कुरा गरेको रहेछ। त्यही दाबी गरेको छ। मेरो विचारमा हार्डवेयर र सिस्टममा सम्भव पनि त छैन। सुधारको दाबी त धेरैले गर्छन्, तर समस्याको तहसम्म नपुग्दा गफ मात्रै हुन्छ। नेकपाले चाहिँ नयाँ चरणको आर्थिक सुधारको विस्तृत व्याख्या नै गरेको रहेछ। राजनीतिक प्रणालीमै सुधार पहिलो शर्त अनि संविधान परिमार्जनदेखि संघीयता बलियो बनाउनेसम्मको कुरा रहेछ। अनि आर्थिक विकासका लागि 6वटा प्राथमिकताका क्षेत्र तोकेर त्यसमा पनि के कसरी गर्ने भनेर विस्तृत कार्यक्रम दिएछ। कृषि तथा ग्रामीण अर्थतन्त्र रूपान्तरण, ऊर्जा तथा पूर्वाधार विकास, औद्योगिक तथा उद्यमशीलता प्रवर्धन, सूचना प्रविधि, डिजिटल अर्थतन्त्र। यति राम्रो भिजन लागू गर्न नेकपाले बहुमत पाउनुपर्छ, नत्र राम्रो भिजन भएर मात्रै पुग्दैन। अब हामी सबैले भोट दिए बहुमतको सरकार गाह्रो हुन्न। जाम अब। साथीभाइ सबलाई ताराचिनमा भोट हालेर नेकपाको पूर्ण बहुमतको सरकार बनाउन अपिल गरौँ। राजनीतिक स्थिरता, सुशासन, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्याय सहितको समृद्धिका लागि तारामा मतदान